हाई, मेरो नाम राम भुजेल। म निम्बोङ कालिम्पोङबाट हो र आजको भिडियोमा तपाईँलाई म एसआइपी को बारेमा सिम्पलमा एक्सप्लेन गर्नेछु। एसआइपी के हो? एसआइपी को फुल फर्म हुन्छ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान। र कुनै पनि हामी म्युचुअल फन्डमा इन्भेस्ट गर्दाखेरि दुई प्रकारले इन्भेस्ट गर्न सक्छौँ। एसआइपी सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान र एसआइपी पनि दुई किसिमको हुन्छ, डेली अथवा मन्थली। र त्यसको ठिक अपोजिट हुन्छ लमसम अथवा वान टाइम। हामी कुनै पनि कम्पनीमा पैसा हालेर म्युचुअल फन्डमा पैसा हाल्दाखेरि हामी दुई टाइपले हाल्न सक्छौँ, एसआइपी को माध्यमद्वारा अथवा लमसम अथवा एकैसाथ हाल्दाखेरि रिस्क अलिकति बेसी हुन्छ। एसआइपी गर्दाखेरि रिस्क कम्ती हुन्छ, किनकि एसआइपी गर्दाखेरि कुनै पनि कम्पनीको स्टक अथवा सेयर तलमाथि भइबस्छ र हामी माथि हुँदा पनि त्यसको प्राइस भेट्छौँ र तल हुँदा पनि त्यसको प्राइस भेट्छौँ। र इक्जाम्पली म तपाईँलाई बताउन चाहन्छु, एन्जल वान, आइएनडी मनी अथवा ग्रो जस्तो एप्लिकेसनमा फ्रीमा डेमेट एकाउन्ट खोलेर हामी आजको दिन सुरु गर्न सक्छौँ। र फर इक्जाम्पल तपाईँलाई म बताउन चाहन्छु, हामी जति पनि एसआइपी गर्छौँ र एसआइपी लङ टर्ममा हुन्छ। हामी एसआइपी 1 महिना 2 महिनाको लागि गऱ्यौँ भने त्यसमा लस पनि हुनसक्छ। तर म्युचुअल फन्डमा तपाईँले लमसममा इन्भेस्ट गर्नुहुँदैछ अथवा एसआइपी गर्नुहुँदैछ भने लङ टर्म लाइक 5 वर्षदेखि 10 वर्षको टाइम फ्रेम लिएर गर्नु सक्नुहुन्छ, किनकि त्यसमा धेरै रिटर्न हुने गर्छ। मैले धेरैवटा म्युचुअल फन्डमा इन्भेस्ट गरेको छु, लाइक एचडिएफसी, फ्लेक्सी क्याप फन्ड, मिड क्याप फन्ड, टाटा गोल्ड। यो मेरो जुन चाहिँ राम भुजेल च्यानल छ, म यसलाई बिस्तारै फाइनेन्सको क्याटेगोरीमा लिएर जानेछु अनि बादमा तपाईँलाई म प्रोपरली बताउने छु आखिर हामी एसआइपी गरेर अथवा म्युचुअल फन्डमा इन्भेस्ट गरेर लङ टर्ममा कसरी रिटर्न लिन सक्छौँ।